हेलो गाइस नमस्ते। हामी चाहिँ बल खेली खेली थाकेर चिसो खान लागेको छ केटाहरू। सानो क्लास साह्रै नहुन् ठुलो क्लासै रहन्छ यार। यता तरुनीकोमा जानुपर्ने केटाकोमा गएको बल खेल्नु मजा आएन? एकदम ठिक छ नि दाइ। एकदम यार उल्टो हातले हाल्यो यार। देसी थाउर खानु है। ठिक छ भाइ के छ यार? भाइ त विदेशी यार। भाइ त विदेशी यार। 10-15 दिन नेपाली नै हो। कहिलेको फ्लाइट हो रे भाइ? 10 दिन लाग्छ रे। 10 दिन हो। ओए मोजी के हो यो? अस्ति त छिटै हुन्छ भन्थ्यो त्यसको। हुन्छ भन्थ्यो। म त कहाँ भोलि जस्तो सुनेको थिएँ त। भोलि फ्लाइट हो रे भन्ने सुनेको थिएँ। होइन नि दाइ, अघि बिहान गएको हो टिकट एजेन्ट मार्फत हो? को छ एजेन्ट? उतैको छ कि बिगुतिरकै हो? होइन उतै छ साइप्रसमा। अस्ति उडाको है चिसो मान्छे। ए साइप्रस नयाँ सालमा जाउँ नि त नि। साइप्रसको एजेन्ट हो? यतै जङ्गलतिर जाने को मार्फत जान्छ? उठाएर जाउँ 2 दिनवटा सिधै मेन पावर हो? भाइ मिलेर गयो भने हुन्छ क्या। मिलेर जाने हो सबै खर्च मिलाएर। दिदीले उतै चिन्नु भएको उसले यहाँबाट मान्छे लाँदा छ साइप्रसमै बस्दा छ। के हो मुजी हो त मर्नु लाग्यो। चिसो पानी जतिको क्या 5 गिलास हानिदिसक्यो मा नन। आपे के हो? चिसो ल के हो यार? ठ्याक्कै 5 हो? ठ्याक्कै 5 हो हैन त? गाडी चाहिँ क्या हो यस्तो फ्रिजमा राखेर चिसो चाहिँ त्यो भाउ थियो कि त्यही भएर सन्तोषलाई नै हाल्दै ठ्याक्कै 5 हान्दै मा टुने। भाइले चाहिँ गन्ध पनि रहेछ। 5 त भन होला। भयो ठ्याक्कै भयो यो शुद्ध 5 मेरै भाला 4 त अनि तिर्खा त मेटाउनु पर्यो होइन सिसी? हो ल ल त्यसलाई राख मलाई उफ्री व्यवसायको छ भाइसँग। रेसमा छ मेरो 10 पुग्नु थाल्यो। भाइको नि छ भयो। हाम्रो भाइ त 1 बल्ल 1 हो 2 होला यार। 3 भयो। 3 भयो। अम्मा खाऊ न यार भाइ। कहिले आउँछौ र हाम्रो घरमा? यो चाहिँ लास्ट फाइनलमा हानु है मुजी फेरि ग्लास नसमा। अहिले जाने बेला अलि स्वाद लिउँ। हो त्यही चाहिँ राख न। अहिले फेरि गल्छ नि त। एक गिलास हुन्छ। गिलास नखालौँ है। हो दाम तिर्खा मेट्यो के। दाइ यार पढाउ गर्नु गएको भए यस्तो रमाइलो हुन्थ्यो त यार। चोकमा हावा भित्तामा फर्केर बसिरहेको